नमस्कार आदरणीय दर्शक महानुभावहरू, आज हामी एकजना साहित्यिक स्रष्टासँगको कुराकानीमा आएका छौँ। आफ्नो जीवनको 30औं वर्ष साहित्यिक साधनामा बिताउनु भएका साहित्यकार हामी माझ हुनुहुन्छ। उहाँले साहित्यका थुप्रै विधाहरूमा रहेर आफ्नो कलम चलाउनु भएको छ। यसै गरी उहाँले साहित्यिक कृतिहरू पनि निकाल्नु भएको छ। सन्देश खण्डकाव्य, शब्द क्रान्ति नामक साहित्य सङ्ग्रह निकाल्नु भएको छ भने अन्य थुप्रै पत्र पत्रिकामा पनि आफ्ना लेखहरू लेख्ने गर्नुहुन्छ भने विविध साहित्यिक कार्यक्रमहरूमा पनि आफ्नो प्रस्तुति उहाँले राखी आउनु भएको छ। कैलाश वियोगी हाम्रो माझ हुनुहुन्छ। नमस्ते, स्वागत छ यहाँलाई विशाल एकता मिडियामा। नमस्कार, धन्यवाद। आराम हुनुहुन्छ? आराम छु, आराम छ। कसरी बितिरहेको छ आजभोलि यहाँको दिनचर्या? ठिक छ, आनन्द चिसो छ, बल्ल बल्ल आज घाम लागेको छ। सामान्य तरिकाले नि जीवन बितिरहेको छ। साहित्यलाई कुन रूपमा हेर्नुहुन्छ यहाँले? साहित्य भनेको चाहिँ हित गर्ने कुरा, यो व्यक्तिको पनि हित गर्ने कुरा हो र समाज र राष्ट्रको पनि हित गर्ने कुरा हो। समाजले भोगेका र देखेका सपनाहरूलाई चाहिँ साहित्य प्रतिबिम्बित हुन्छ। जस्तै समाजको ऐना भनेको साहित्य हो भन्ने भनाइ छ नि एउटा, होइन? जस्तो समाज छ त्यस्तो प्रतिबिम्ब, त्यस्तै हामीले चाहिँ भोगाई पीडा, प्राप्ति अप्राप्ति, सफलता असफलता, पीडा हर्ष खुसी दुःख सबै कुराहरू चाहिँ साहित्यमा के हुन्छन् त ऐना जस्तै प्रतिबिम्बित हुन्छन्। कुन कुरा झल्किन्छ खासमा यहाँको साहित्यमा? प्रकृति, मानवता र देशप्रेम, तीनटा कुरालाई मैले चाहिँ साहित्यको मुख्य विषयवस्तु उठान गरेको छु। प्रकृतिबाट मानव अछुतो अथवा टाढा हुन सक्दैन, यो अनन्यासित सम्बन्ध छ प्रकृति र मानव बीच। म पनि यो प्रकृतिकै एउटा अंश हो। यसले प्रकृतिका अनुपम सौन्दर्य, अनुपम छटाबाट मोहित हुन्छौँ र प्रकृतिको वर्णन गर्नमा लालायित हुन्छौँ। त्यसैले चाहिँ प्रकृतिको सौन्दर्य गान गरिने रचनाहरू पनि मेरा रचनाका विषयवस्तु हुन्छन्। त्यो सँगसँगै अर्को चाहिँ राष्ट्रप्रेम, जुन यो माटोले, जुन देशको हावा पानीले यो हाडछाला बनायो, होइन, जो पहिचान दियो, त्यसको स्तुति गर्न, त्यसको गुणगान गाउन मेरा शब्दहरू चाहिँ संयोजन हुन्छन्। आज हामीलाई कस्तो किसिमको कविता सुनाउँदै हुनुहुन्छ त? म अक्सर चाहिँ म छन्दमा अभ्यासरत छु। हाम्रो संस्कृति सभ्य आर्य पथ हो, डोर्याउने जीवन नेपालीपन भित्र शान्ति करुणा संस्कार छन् कञ्चन। भाषा धर्म अनेक जात थरीका, विश्वास एउटै तर बाँच्छौँ एक भएर नित्य जगमा सद्भाव राखी भर। यस्ता छन्दमा गाइएका कविताहरू लक्ष्मी प्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, लेखनाथ पौडेल, माधव प्रसाद घिमिरे लगायतका स्रष्टाहरूले त्यतिखेर वाचन गर्नुहुन्थ्यो। यस्ता पद्य कविताको दौर थियो भनौँ। अहिले आएर पद्य कविताको दौर अलिकति ओझेल हुँदै गएको हो कि? हो, अवश्य पनि। महाभारत भई, रामायण भई, जति छन्, जति श्लोकमा रचना गरेका सबै चाहिँ शास्त्रीय छन्दमै छन्। हामी बाल्य अवस्थामा पढ्थ्यौँ, सुन्थ्यौँ, होइन? रामायण पनि यो होइन, शार्दूल विकृत छन्दमा, मन्दाक्रान्त छन्द लगायतका अन्य छन्दमा रचना गरेका भएको हुनाले यो पद्य अथवा शास्त्रीय छन्दमा लेख्ने प्रचलन बिस्तारै नयाँ पुस्तामा घट्दै गएको छ। किन भन्दा हामी नेपालीहरू अक्सर हाम्रा राम्रा कुराहरूलाई चाहिँ नजरअन्दाज गरेर आयातित भाषा, संस्कृति, लवाई खुवाईदेखि लिएर अन्य कुराहरूबाट हामी बाह्य कुराबाट प्रभावित भइरहेका छौँ। त्यसैले गर्दाखेरि पनि यो पद्य कविता अथवा छन्दलाई चाहिँ हामी चाहिँ भुल्दै गएका छौँ। गद्यको तुलनामा पद्य लेख्दाखेरि अलिकति ज्ञान अध्ययन
र सिकाइको आवश्यकता परेका कारण यो अलि जटिल र गद्य लेख्न त्यति मेहनत र त्यति ज्ञान आवश्यक नभएर पनि लेख्न सकिने भएका कारण यो अलिकति पछाडि पर्न गएको हो भन्न सकिन्छ कि? साधना त दुईटैमै गर्नुपर्छ। गद्य कविता अलि सजिलो पनि भएको हुनाले चाहिँ अहिले चाहिँ लोकप्रिय छ। किन भन्दा मान्छेको स्वभाव नै के हुन्छ, सजिलोतिर जाने। त्यसैले अब शास्त्रीय छन्दतिर चाहिँ के हुन्छ भने त्यहाँ मात्राहरू, गणहरू, छन्द सूत्रहरू हुन्छन्। सूत्रात्मक ढङ्गले चाहिँ जानुपर्ने हुन्छ। त्यो अलिक जटिल भएको हुनाले चाहिँ अधिकांश मान्छेहरू चाहिँ त्यसबाट विमुख हुन्छन्। फेरि अक्सर शास्त्रीय छन्दतिर जान नसकेको कारण के हुनसक्छ भने कविता विधामा लाग्ने कवि भनौँ, सर्जकहरू भनौँ, यसलाई परिष्कार धारा पनि भन्छ। जति तपाईँहरूले चाहिँ अघि नाम लिनुभयो नि, श्रद्धेय कविज्यूहरूको नाम पाउनुभयो, उहाँले चाहिँ निरन्तरको साधना गरेर उहाँले चाहिँ आफ्ना कृतिहरू प्रकाशन गर्नुभयो र लोकप्रिय पनि हुनुभयो। त्यसैले चाहिँ त्यो साधनाको पनि कमी भयो अहिले। फेरि चाहिँ हाम्रा शास्त्रहरूले चाहिँ प्रचार प्रसारमा ल्याउने कुराहरू चाहिँ कमी भएको हुँदाखेरि पनि त्यसको ज्ञान जनमानसले चाहिँ पाउन नसकेको हो। यद्यपि अझै पनि यो छन्द विधामा कलम चलाउने कविज्यूहरूको कमी छैन। अर्को के सुनाउँदै हुनुहुन्छ त हाम्रो दर्शकवृन्दलाई? चारवटा श्लोकहरू चाहिँ आदरणीय अग्रज कवि राम विचारका श्लोकहरूलाई म उदाहरणको रूपमा लिन चाहन्छु। त्यसपछि मैले त्यस्तै सिर्जना गरेको वादागानले भाषण गर्ने छु। क्या हो तेरो जातवादी, क्या हो तेरो नाम, कति अंगुल वादी, कौन झड़ो मैदान, कति अंगुल वादी, कौन झड़ो मैदान। पुरुष मेरो जातवादी, मानव मेरो नाम, 32 अंगुली थियो मेरो झडौँवादी मैदान, 32 अंगुली थियो मेरो झडौँवादी मैदान। कौन पिता जन्म्यावादी, कौन तेरी माता, कौन बदन जन्म्यावादी, कौन तेरा विधाता, कौन बदन जन्म्यावादी, कौन तेरा विधाता। आकाश महान पिता मेरा, धरती मेरी माता, माता बदन बाँसुली छु, ईश्वर मेरा इरादा, माता बदन बाँसुली छु, ईश्वर मेरा इरादा। यसभन्दा पछि मेरो रचना हो। अब कौन भूमि जन्म्यावादी, कौन सेरो फेरो, कौन सच्चा महतारी, कौन देश हो तेरो, कौन सच्चा महतारी, कौन देश हो तेरो। नगभूमि जन्म्यावादी, हिमाली सेरो फेरो, माटी सच्चा महतारी, बुद्ध देश हो मेरो, माटी सच्चा महतारी, बुद्ध देश हो मेरो। कहाँ तेरो घर हो वादी, कहाँ बास प्यारो, कहाँ तेरो हितको इष्ट, कहाँ जाने गमारो, कहाँ तेरो हितको इष्ट, कहाँ जाने गमारो। यो हड मेरो घर हो वादी, आत्मा बास प्यारो, सतगुरु मेरा हितका इष्ट, जीवन ठान्छु गमारो। सतगुरु मेरा हितका इष्ट,
जीवन ठान्छु गमारो कुन हो ठुलो मान्छेवादी क्या हो ठुलो काम जान्नु कसौरी निजले बादी हंस बस्याको राम जान्नु कसौरी निजले बादी हंस बस्याको राम जसको मन छ परोपकारी त्यही हो ठुलो काम आत्मज्ञानले जान्नु बादी हंस बस्याको राम आत्मज्ञानले जान्नु बादी हंस बस्याको राम कसलाई ब्राह्मण जान्नु बादी कसलाई क्षेत्री बलवान कसलाई मूर्ख जान्नु बादी कसलाई त्यो विद्वान कसलाई मूर्ख जान्नु बादी कसलाई त्यो विद्वान जसले ब्रह्म जान्दछ बादी सोही हो ब्राह्मण जसले क्षेत्र जोगाउँछ उही हो क्षेत्री बलवान जसले क्षेत्र जोगाउँछ उही हो क्षेत्री बलवान आत्म नचिन्या मूर्खवादी अहंकारी दुष्ट निशान जसले जान्दछ पञ्चमहाभूत त्यही हो विद्वान कसलाई वैश्य जान्नुवादी कसलाई शूद्र समान कसलाई उच्च जान्नुवादी कसलाई नीच जहान जसले बन्जो व्यापार गर्छ त्यही हो वैश्य किसान जसले समाज सेवा गर्छ उही हो शूद्र महान आफ्नो कमाई खाँदो छ जो जन त्यही मान्छे उच्च जान्नु काम नहरी खान्या मान्छे नीच त्यही कन मान्नु काम नहरी खान्या मान्छे त्यही कन नीच मान्नु। अब नयाँ साहित्यिक क्षेत्रमा साहित्यिक यात्रामा आउन चाहने नयाँ साहित्यकारलाई के भन्न चाहनुहुन्छ? साहित्य समाजको प्रतिबिम्ब हो त्यसैले समाजमा रहेका विकृति विसङ्गति जति कुराहरू छन् त्यसलाई उजागर गर्नको लागि प्रत्येक व्यक्तिले चाहिँ लेख्नुपर्ने हुन्छ। लेख्दाखेरि चाहिँ कवितात्मक भावमा लेख्दाखेरि चाहिँ पाठकहरूले चाहिँ सहज रूपमा बुझ्न सक्नुहुन्छ। त्यसले संसारमा बढी रचना गरिने विधा पनि कविता नै हो। त्यसले फेरि कविता पनि लयात्मक भयो भने समाजका ज्वलन्त मुद्दाहरूलाई समस्याहरूलाई चाहिँ कवितामा चाहिँ उद्घाटित गर्न सकियो भने त्यसले समसामयिक मुद्दालाई पनि उठान गर्छ र चाहिँ त्यो सम्बन्धित पक्षलाई पनि झल्काउने काम गर्छ। यसका लागि चाहिँ आउनुहोस् हामी सबै लागौँ यो विधालाई चाहिँ अगाडि बढाउनमा चाहिँ हातेमालो गरौँ। अन्त्यमा के भन्न चाहनुहुन्छ त हाम्रा दर्शक महानुभावलाई? म साहित्यको साधक हुँ। मेरा सृजनाहरू मैले कति समाजका विषयवस्तुलाई चाहिँ सुन्न सकेँ। मलाई सल्लाह सुझाव दिनुहोला र मेरा राम्रा पक्षलाई पनि प्रतिक्रिया मार्फत बुझाउनुहोला र मैले सुधार्नुपर्ने पक्षलाई पनि तपाईँहरूले चाहिँ मार्गदर्शन दिनुहोला भन्ने कुरा राख्न चाहन्छु। अन्त्यमा हामीसँग कुराकानी गरिदिनु भएकोमा धन्यवाद छ यहाँलाई। धन्यवाद।